हेलो एभ्रिवान गुड के भन्छ यसलाई गुड नाइट गुड इभिनिङ सबैजनालाई वेलकम छ मेरो न्यू डे न्यू ब्लगमा। अनि सबैजना सन्चै आरामैको साथमा म पनि ठिकै छु भन्दै आजको चाहिँ मैले नाइटमा स्टार्ट गरेको छु ब्लग चाहिँ। अनि कस्तो भन्न नि अप्ठ्यारो लागेको म चाहिँ आज जाँदैछु नाइटमा केटिएमतिर। केटिएम किन जाँदैछु भन्दाखेरि चाहिँ म हजुरहरूलाई उतै गएर भन्नेछु, किनभने चाहिँ पछि भन्छु। अनि म चाहिँ केटिएम जाँदैछु आज चाहिँ नाइटमा हो। अहिले कति बज्यो? 7:30 भयो। अब बर्गर जाने अनि त्यसपछि हेरौँ के हुन्छ। अब हामी जाने चाहिँ म र छेमा चाहिँ जान आँटेको काठमाडौँ। अब उतै गएर भेट्नु पर्ने हुन्छ। अब गाडी बरघाटमा भेट्नु पर्ने हुन्छ। अब चाहिँ म चाहिँ यता छेमा घर आएको छु। अब केटिएम र बरघाट गएर भेट्नु पर्ने हुन्छ। अनि हजुरहरू चाहिँ म किन काठमाडौँ जान आँटेको भन्दाखेरि चाहिँ हजुरहरूलाई म उतै केटिएममै गएर भन्नेछु कति। अनि हेर्छौँ के हुन्छ। अहिले एकछिनमा भेटौँला है त। म चाहिँ बरघाट आइसकेको छु, टिकट काटिसकेको छौँ हामीले चाहिँ। अनि हामी चाहिँ अब एकछिनमा निस्किन्छौँ। हेर्दै जाऊँ के हुन्छ। यहाँ चाहिँ धेरै मान्छेहरू भएको कारणले चाहिँ मैले भिडियो गराउनु युस गरेन कि। हामी चाहिँ बरघाट आइसकेको छौँ। अहिले एकछिनमा भेट्नु पर्ने हुन्छ। हेलो साथीहरू, म चाहिँ यता आएको छु। कता हो यता म चाहिँ यता काठमाडौँ आएको छु, दिदी र म। कोक मलाई त केही खानु मन लागेन। मलाई त बस्नु मात्रै मन लाग्यो। मलाई बस्न र सुत्न मात्रै मन लाग्यो। आज बिहान आइपुगेको हामी काठमाडौँ कति 6 बजे आएको। अनि होटेलमा बसियो। मलाई कस्तो भमिट आयो, एकचोटि भमिट गरेखेरि। अनि मलाई कस्तो फ्रेसै भएको थिएन कि, मलाई फ्रेसै भएको थिएन। अनि म सुतिएँ, 10 बजे उठेँ, खाना खाएँ। अनि यहाँ काम परेर आएँ। अब फेरि जानुपर्ने हुन्छ रुमतिर गएपछि भोलि अन्त पर्सितिर दिदीलाई भेट्नुपर्ने हुन्छ। जाउँ के हुन्छ। म चाहिँ अहिले काठमाडौँ अहिले भेट्नुपर्ने हुन्छ ल। दिदीले बाटो भुलेर होइन, अघि हामीले भुलेको, अहिले दिदीले व्हाइट जकै लाउनु भएन। यो कोरिया भाषा, यो ठ्याक्कै यता भनौँ न कोरिया भाषा। छिमा यस्तो चपल जान्न, यता फर्किन भन्नु न। अहिले आउँछु लगाइदिनु। यो दिदी हराएको। पैसै लिनु मैले फेरि। ए मेडिकल भइसक्यो। हामी चाहिँ रुम आयो साथीहरू। लास्ट डोलियो, खुट्टा मस्तले दुखेको छ। अनि लुगा किनियो काठमाडौँको चिनो। एउटा सुरुमा एउटा यो किन्यो। अब खाना खाएर सुत्नुपर्ने हुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सनु भन्दै। अनि जो पनि नयाँ हुनुहुन्छ उहाँहरूले च्यानललाई सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु भन्न चाहन्छु। अब फेरि भेटौँला भोलिको ब्लगमा।